हेलो साथीहरू, गुड मर्निङ। म चाहिँ 7 बजे उठेर ब्रस गरेँ होइन, फ्रेस भएँ। त्यसपछि काममा जानको लागि रेडी हुँदैछु होइन। के भन्छ अरे मोइस्चराइजर, त्यस्तो धेरै मेकअप त गर्दिनँ होइन, अलिअलि मात्र हो। मोइस्चराइजर लगाएँ। मोइस्चराइजर चाहिँ म सेटाफिलको युज गर्छु होइन। सनस्क्रिन चाहिँ अनिसाको युज गर्छु। त्यति धेरै मेकअप गर्न जान्दा पनि जान्दिनँ होइन। अनि यस्तो धेरै रुचाउँदा पनि रुचाउँदिनँ के। अनि अब म मलाई चाहिँ यो सनस्क्रिन एकदमै मनपर्छ। यत्तिकै लाउँदा नि यस्तो राम्रो देखिन्छ कि सनस्क्रिन फेरि है। अनि मलाई चाहिँ अर्को एकदम लगाउन पर्ने होइन साथीहरू। त्यसपछि मैले लगाउँछु यो, किनभने मेरो यो आइब्रो छैन नि त, हल्का हल्का मात्र लगाउँछु। यो यस्तो धेरै लगाउन त मलाई आउँदैन, त्यही पनि हल्का हल्का लगाउँछु। यो मैले चाहिँ हल्का हल्का आइब्रो बनाएर पनि सकाएँ है। त्यस्तो एकदम राम्रोसँग मेकअप गर्न आउने त होइन, त्यही पनि काममा जाँदाखेरि धेरै यो चाहिँ मैले हल्का यहाँ लगाउँछु। अनि आँखाको तल अनि आँखाको माथि मात्र लगाउँछु कि यो यहाँ लगाउँदा मलाई के हुन्छ थाहा छैन, तर मलाई चाहिँ लगाउन एकदम मनपर्छ। अनि चाहिँ यो चाहिँ मेरो अल टाइम मेकअप गर्दाखेरि यो लगाएन भने मलाई मेकअप पुरा भयो जस्तै लाग्दैन साथीहरू। एकदम मनपर्छ, यस्तै लगाउँछु। आँखामा पनि लगाउँछु। अनि मैले यसैलाई फेरि हल्का हल्का यसरी नै लगाइदिन्छु, किनभने मेरो यो आइब्रो छ नि, आइब्रो त्यस्तो धेरै डार्क छैन कि, त्यस्तो राम्रो छैन, त्यही भएर हल्का लगाउँछु। त्यसपछि लगाइसकेपछि यसले चाहिँ यो छ, यसले चाहिँ यो पनि छ, तर यसको चाहिँ मलाई यो मन पर्दैन कि, अनि चाहिँ मैले नेपालबाट ल्याएकै युज गर्छु। यो चाहिँ यसै हल्का मिलाइदिन्छु। हजुरहरूले कति मेकअप गरेर जानुहुन्छ काममा, म त त्यति धेरै गर्दिनँ। लास्ट रह्यो मेरो लिपस्टिक र यो चाहिँ मैले नास्ता खाइवरी लगाउँछु। आज चाहिँ मेरो नास्तामा छ एप्पल, अनि यो ब्ल्याक कफी विदाउट सुगर। त्यहाँदेखि थोरै मैले यो सबै 100 त खाँदिनँ, तर थोरै चाहिँ आज खान्छु सोचेछु है। खान थालेँ। म चाहिँ यति थोरै टाइम छिटो उठ्ने, अनि बिहान चाहिँ आरामले आफ्नो कामहरू गर्ने, खाने आरामले,
त्यसपछि हिँड्ने गर्छु। खाएको धेरै त के राख्नु र, खाएको छु। ब्ल्याक कफी, ब्ल्याक कफीमा चाहिँ मलाई सुगर मन पर्दैन। यो चाहिँ जसले ल्याएको थियो मैले ब्रेड, साथीले ब्रेड नेपालको जस्तै हुन्छ नि भनिन्। अनि उनको रिकमेन्डमा लिएर आएको, यति मात्र खान्छु। अनि एकदम गुलियो लाग्यो मलाई चाहिँ, बिहानमा गुलियो खानु हुन्न धेरै खान्छु। अनि हाम्रो बुवाहरूले क्या चिया खाँदा यस्तरी खाने अरे क्या, गरेर खायो भने त्यो चियाको स्वादै एकदम मिठो आउँछ अरे कि। म पनि घरिघरि मेरो बुवाहरूलाई सम्झेर यसै गरी खाने गर्छु। चिया खाएर पनि भ्याएँ होइन, भ्याएँ कि सकाएँ। अब चाहिँ म लिपस्टिक लगाउँछु। लिपस्टिक लगाउँदा चाहिँ मलाई ऐना समाउनुपर्छ कि, यस्तो गरेर। त मलाई मनपर्ने यो लिप लाइनर। अनि यो चाहिँ मेरो लिपस्टिक। हजुरले कुन लिपस्टिक लाउनुहुन्छ साथीहरू मेन्सन गर्नु है, कुन चाहिँ राम्रो हुन्छ लिपस्टिक, सजेस्ट मी। मेरो चाहिँ मेकअप काममा जाने मेकअप चाहिँ यति हो। योभन्दा धेरै चाहिँ मैले केही पनि लगाउँदिनँ। चाहिँ काममा जानको लागि रेडी भएँ चाहिँ साथीहरू, रेडी भएँ। अनि एकदम गर्मी छ, साइकलमा जानुपर्छ नि त, सो म यो पनि लगाउँछु हात कालो नहोस् भनेर। फेसमा चाहिँ अझै लगाउनु सुरु गरेको छैन। देन मेरो यो क्याप बाहिर निस्किँदा बित्तिकै मेरो म चाहिँ बाटोमा छु। यस्तो राम्रो ठाउँमा आएर बसिरहेको छु म, यो पार्क हो है। पार्कमा आएर साथीलाई कुर्दै बसिरहेको छु साइकलमा। यो पार्क छ यहाँ, राम्रो मौसम एकदम राम्रो छ। साथी आइपुग्नु भएको छैन अझै मेरो। अन्त नि